तपाईहरूलाई जितेन्द्र खवास भ्लगमा स्वागत जनाउँदछु र आजको यस दोस्रो दिनको भ्लग बर्दिवास टु पोखरा हुनेछ र नेपालको एउटा चर्चित ठाउँहरूमध्ये एउटा मूल्यन बजार हो। यस्ता सुन्दर सुन्दर भिडियोहरू तपाईँहरू आजको यस भ्लग अन्तर्गत हेर्न सक्नुहुनेछ। हामी पोखराको कहाँ लाग्यो है, यहाँ देखिँदैछ यो हिमाल देख्नुभयो। यो हिमाल फेवातालको आँगनमा लैले माछा पुच्छे छाया, माछा पुच्छेको छाया चाहिँ यहाँ देखिँदैछ। छाता यो यहाँको यो फेवालेको चाहिँ नमस्कार। अहिले हामी बर्दिवास बसेको है। अब हामी यहाँबाट सिधा पोखरा जानेछौँ 329 किलोमिटर र 360 जस्तो चाहिँ हामीले पार गऱ्यौँ है। घरदेखि 360 भन्दा अलिक बेसी थियो यहाँनिर बर्दिवाससम्म आइपुग्यौँ। अब हामी स्टार्ट गर्दैछ। पहिला चाहिँ हेलमेट लाइफले हेलमेट सफा गर्छ, किनभने एकदम यो ग्लास लागेको हुँदा चाहिँ सबैभन्दा जरुरी चाहिँ हेलमेट, राम्रो हेलमेट हुनु जरुरी छ र हेलमेटै साफसफाइ त्यति छ भने अगाडि देखिन्छ, देखेपछि जहाँ पनि पुगिन्छ। र आज तल चाबी ती छ ल भाइ गेटमै। हुन्छ, यस्तो धुम्म छ। टाइम चाहिँ तपाईँको 6:15 भएछ। इन्डियन टाइम ड्युटीको त हल्लो। अब हामी यहाँबाट लाग्दैछौँ। पुरा खबी छ, बस ल त। अनि हामी 329 किलोमिटर हामी लाग्यो। ओम नमः शिवाय, भगवान्ले सबैको रक्षा गरौँ भन्दै हामी बाटो गन्तव्य पक्रेर यस्तो छ। यो हो बर्दिवास। बर्दिवासबाट यो उज्यालो पनि राम्रो भइसक्यो छैन 56 त्यहाँ छ। र हामी चाहिँ चिया खानु आइरहेको छु। यो टाइपको चाहिँ दामी हुँदो रहेछ। टक्क यो गऱ्यो यो प्रकारले हाम्रो चिया खाएर चाहिँ हामी हिँड्नेछौँ। र यति बेला बिहानको 9 बजेको छ र हामी आइपुगिसकेका छौँ एउटा बजार। यता चाहिँ हामी खाजा खानु बस्छौँ। यसुकै होस् त्यता चाहिँ रोक्छु। लामा होटल के खाउँ ल? खाजा भुजा खान्छु हामी। उत्रिदेऊ म्याडम, यहाँ भेटिन्छ होला केही भेटौँडा भयो। खाजा भुजा केही पाइन्छ? खाजा भुजा के पाउँछ होला अहिले चाहिँ? हजुर, मोमो पाइन्छ, चाउमिन, थुक्पा थुक्पा। यो चाहिँ झोल मोमो। स्मिता चाहिँ झोल मोमो खाने, ऊ चाहिँ झोल मोमो खाँदैछ हो। झोल मोमो म चाहिँ
थुक्पा तातो तातो यति मजाले खानु मात्र हो। त्यहाँदेखि चाहिँ हामी पुग्नेछौँ। पोखरा चाहिँ हाम्रो 2 भन्दाखेरि 3 हुन्छ होला। मलाई भर्ती गरिदिनुहोस् न, भर्ती नै 1400सम्मको जान्छ कि 1400-1500को जान्छ होला हौ। गएन भने 1200 त जान्छ। 157 किलोमिटर 157.7 हुन्छ। 1300 गरिदिनुहोस्, 1300 ठिकै हिसाब मिल्छ नि। हुन्छ 1300 पैसा लानुहोस् है। दिनुहोस् त 1500 छ। हिजो 1400, आज 1300, 2700को तेल भयो। र अब सुरु भयो यो मुङलेनपट्टिको सडक है। यो मुङलेन हाइवे भनिन्छ है। र यसको देब्रेपट्टि बग्दै गरेको नदी चाहिँ त्रिशुली नदी। साँच्चै यो ठाउँमा आइपुग्दा चाहिँ यति साह्रो मजा आउँदछ यो दृश्य देख्दा। एकापट्टि त्रिशुली नदी, एकापट्टि सडक र अर्कोपट्टिको त्यो पहाडहरू निस्कन डाँडाहरू गाउँको यति सुन्दर दृश्य देखिन्छ। र यो दृश्य चाहिँ मलाई लाग्छ बाइक राइड गर्दा मात्रै देख्न सकिन्छ। गाडीहरूबाट यति सुन्दर देख्न सकिँदैन। अझ यो काँकरभिट्टा पोखरा बसमा चढ्यो भने बसमा यो ठाउँ आइपुगे चाहिँ रात परेको हुन्छ। अब यो देख्न सकिँदैन। बाइकबाट चाहिँ यो सुन्दरता अवलोकन गर्न सकिँदो रहेछ। सडक यति राम्रो छ, एकदमै भिरालो भए पनि है। विशेष गरेर यो बर्खाको समयमा है चाहिँ एकदमै यो बाटो जोखिमपूर्ण हुन्छ जस्तो मलाई लाग्यो। र 1.5 वर्ष अगाडि मात्र यहाँ काठमाडौँबाट चल्दै गरेको बसहरू 2वटा बस स्वातै बगाएर त्रिशुली नदीले बगाएको है। र जुन चाहिँ बस चाहिँ आजको दिन चाहिँ भेटिएको जानकारीमा आएको छ है। र एकदमै भिरालो छ। जग्गा जग्गा बोर्डमा के लेखिदिएको रहेछ भने माथिबाट ढुङ्गा झर्न सक्छ, सावधानसित यात्रा गर्नुहोस् भन्ने प्रकारको एकदमै भिरालो डरलाग्दो ठाउँ। तर अब एकदमै राइड गर्नु चाहिँ एकदमै मजा, बाटो ठुलो।
र यो हो मुङलुङ बजार। यति सुन्दर छ। यहाँबाट हामी देब्रेपट्टि जानेछौँ, दाहिनेपट्टि अर्को सडक मार्ग यहाँनिर मुङलुङ बजारमा होटलहरू एकदमै बस्नुको निम्ति राम्रो व्यवस्थाहरू हुन्छ र यहाँ पनि हामी बस्न सक्छौँ। यो पनि एउटा राम्रो बजार छ। यहाँ पनि नेपालको चर्चित ठाउँहरूमध्ये यो पनि एउटा हो। यहाँ आइपुगिसकेपछि चाहिँ माथि पोखराबाट देखिने हिमालहरू देखिन थाल्दो रहेछ। यो धवलागिरी अन्नपूर्णाहरू देख्न थालिनेछ। वाउ, यति सुन्दर होटल आइपुगिसकेको छु। ब्याग हेर्न सक्नुहुन्छ। हाम्रो रुम चाहिँ यहाँ छ। यहाँ माथि देख्दै यो चाहिँ लेक साइड हो। फेवा लेक साइड झिकेर बाइकको चाहिँ अब यस्तो हालत भएको छ। साह्रो माया लाग्दो हुँदो रहेछ बाइकको अवस्था। र कुद्नु चाहिँ अब यस्तो मजाले दियो र अब र बल्ल हामी पोखरा आइपुगिसकेको छौँ। र अब फेवाताल जाँदैछौँ घुम्न है। फेवाताल जाँदैछौँ र यहाँबाट जस्तो लाग्दैछ फेवाताल फेवातालमा जाँदैछौँ। यहाँ चाहिँ अगाडि चाहिँ देख्न सक्नुहुन्छ। फेवातालमा जाँदैछौँ। बोटिङ कहाँ छ टिकट? हामी मेन ठाउँमा जाँदैछौँ नि। त मेन अर्कै जग्गा छ। मेन चाहिँ ठुलो छ, यो चाहिँ सानो सानो हो। मेन एन्ट्री चाहिँ अर्कै छ। 36-37 ल 900 है। किन देऊ त? र हामी फेवातालमा छौँ र दाइसित रमाइलो हुँदैछ यो दृश्यहरू। यहाँ माथि हिमाल, अब कहाँ त यहाँबाट गएर ल। र यो चाहिँ फेवातालको बिचको टापुमा मन्दिर छ है। त्यो मन्दिरको दर्शन गर्न जाँदैछौँ हामी। कालबराही देवी माताको मन्दिर हो। के को मन्दिर? कालबराही माताको मन्दिर। कालबराही माताको मन्दिर। कालबराही माताको मन्दिर रहेछ है। यस्तै मन्दिर चाहिँ यता हामी कामाख्या जाँदाखेरि ब्रह्मपुत्रमा के पो थियो त्यसमा त पहिला? उमानाथ टेम्पल है, शिव भगवान्को यस्तै थियो है। यहाँ चाहिँ अब यो निलो बोटमा चढ्ने इच्छा थियो।
फेवातालको निलो बोटमा मजा आयो युट्युबको लागि र फेवाताल यो है र यता पनि देख्न सक्नुहुन्छ चाहिँ प्रसादहरू किन्न पर्ने छ हजुर माछा पिछु हिमाल होइन त्यस्तो केही हुँदैन त्यो राम्रो हो नि हाम्रो उताको हो चिनिँदैन टाढो पर्छ के मन्दिर भन्नुभयो ताल बराई मन्दिर र हामी भित्र दर्शन गर्नेछौँ हामीले सामग्री पूजाको सामग्री बोक्यौँ र जुत्ता चप्पल चाहिँ कहाँ भन्यो जुत्ता चप्पल खोलेर हामी पूजा गर्दैछौँ र अब हामीलाई दियो बाल्ने छ दुईटै नेपाललाई पहिला म एउटा बाल्छु ल त्यसको काम छैन के कुरा दियो भने नि निचे आउनुहोस् न निचे आउनुहोस् न हो रेडी हो अब फेवातालको आँगनमा लैले माछा पुच्छे छाया माछा पुच्छेको छाया चाहिँ यहाँ देखिँदैछ छाया दाइले एकदमै हामीलाई सही ठाउँमा ल्याउनु भयो यहाँ तालमा माथिको छाया पनि यस्तो मजाको देखिँदो छ नि छाया चाहिँ हिमालको छाया घामको त्यो छाया चाहिँ टक्क यहाँ पर्दछ नि त माछा पुच्छे छाया यो चाहिँ लेक साइडको स्ट्रिट मार्केट घुम्दैछु है हेर्दैछु अलिक जाडो भएर यो मेरो फेमस टोपी लगाइदिएको नि चिसो भएर अर्को टोपी चाहिँ बोक्नु बिर्सेँ घुम्दैछु हामी बोल्दैछौँ हामी र यस्तो छ दोकानहरू सफा है सफा छ जाँदैछु यहाँ हामी चिया पिउनु लागेछौँ बोक्यौ केमा बोक्नु
रहेछ उसको चाहिँ मकै चाहिँ फेभरेट हो जहाँ गयो नि मकै खाएको चाहिँ छ बेङ्गलोर जाँदा पनि उसले मकै खायो बेङ्गलोर जाँदा पनि मकै खायो सानोमा सुनेको मैले है लेक साइड पोखराको लेक साइड हो सोध्ने दाम सोध्नु त लेक साइडमा छु लेक साइडमा र देख्नु छ यहाँको डेकोरेसन दामी छ है यो माथि क्या छाता यो यहाँको यो देवा लेकको चाहिँ हामी खोज्दै यो ठाउँ पनि आइपुगेँ युट्युबमा देखेको थिएँ सेक्वाहरू क्या बोकेर लगेर यहाँ पाउँछ त्यस्तोहरू खान्छौ ल हामी पर बसेछौँ न यतै आउनु तर ठिकै छ केही छैन एउटै भए त पर एकदम बस्ने ठाउँ चाहिँ अलिक पर छ भन्ने नि तर केही छैन आउँदैछ माछा सिफुडहरू पुरा पाउँछ दोकानमा सिफुडहरू माछा सेक्वा है थकाली पनि फेरि बेस्ट हो नि थकाली चाहिँ अघि भने क्या त्यसले थकाली भिडियो हेर्नु भएकोमा धन्यवाद र आजको यो डे 2 को भिडियो र भोलिको डे 3 को भिडियोमा सारनकोट गुफा पोखराको साइड सिनहरू साथमा हेटौँडासम्मको यात्रा हुनेछ धेरै दिन होला तपाईँहरूले